गाइस आज हामी फेरि 3-4 दिनपछि हामी फेरि अब जिम जान लागिरहेको छ। मैले ईदको छुट्टी थियो, बक्रा ईदको अहिले 3-4 दिनसम्म अहिले छुट्टी थियो, त्यसै कारणले हामी जिम जानु पाएको छैनौँ। आजबाट फेरि हाम्रो सुरु हुन्छ, हामी अब रेगुलर जान्छौँ। ल तपाईँहरू हेर्न सक्नुहुन्छ। अब यो बाटोमा निस्किसक्यो, मेन रोड हेर्न सक्नुहुन्छ। आज धेरै घाम छ। अब हामी ट्याक्क फेरि त्यही हो, दिनदिन हाम्रो एउटै यो रुल, हाम्रो रुल नियम हाम्रो एउटै हो। ट्याक्क आयो फेरि गयो, आयो गयो, यही हो। होटल जाने काम गऱ्यो, त्यही हो। जाने आनन्द ल्याउने बाटोहरू एउटै, सबै एउटै। आज मौसम अलि हेर्नु न त, बादल यस्तो टाइम देखिरहेको छ, बादल टाइम छ, धेरै नै घाम लाग्छ यतातिर। हामी फेरि अब जिममा जान्छौँ, जिममा गर्दा घर भेट्न मलाई हुन्छ। हामी आज सक्छौँ घाटा आइसक्यौँ। अरू दिनमा त मान्छे मरेको हुन्थेन, आज हेर्नु मान्छे मरेछ। हेर्नु त्यो बिचरा जिन्दगीहरू यहाँ मान्छे मरेछ के भन्ने। अब गाडीहरू आज नेपालमा भएको थियो, राजसँग कस्तो गर्छौँ। हेर्नु त मान्छे मरेछ के गर्छ यहाँ, हेर्नु त यस्तो हुन्छ हेर्नु। डर लाग्दो छ के भन्ने यार, हाम्रो साथीमा पुगिसक्यो यार, यस्तो डर लाग्दो जस्तो छ यार। के गर्ने मान्छेको जिन्दगी यही त रहेछ नि, सब लास्ट उस गर्ने ठाउँ हो, त्यहाँ तिमी सब गाड्ने हो, यहाँ तिमी सब जलाउने हो। त्यहाँ हेर्नु त त्यहाँ मान्छेको भिड यार, के भन्ने यार। त्यही नभन हामी दिनदिन देखिरहेको थियौँ मान्छे मरेको यस्तै रहेछ। हेर्नु त यस्तो डर लाग्दो जस्तो छ कस्तो ठाउँ फेरि भित्र। यार नि अब जिन्दगी यो मर्ने बाँच्ने त्यही त अनि जिन्दगी भनेको। कोही रोकिन्न, कोही ढिलो मर्छ, कोही चाँडो मर्छ, त्यस्तै हो त्यस्तै हो। आइसक्यौँ जिममा। आज अहिलेसम्म जिम मास्टर आएको छैन, 5 बजीसक्यो है। आज अलिक ढिलो भयो कि बिर्सियो होला नि, अहिले बिस्तारै आउँछ। तपाईँहरू जिमभित्र गएपछि फेरि अहिले देखाउँला है। अहिले हाम्रो जिम मास्टर आइसक्यो। हेर्नु जिम मास्टरको बडी अलिक घन्टे छ, त्यो बडी मस्त हेर्नु न, हल्का रमाइलो यस्तो खतरा छ बडी। यस्तो देखाउन भने फेरि आउँछ कि त्यही भएर जिममा आएर जिम यसो गर्नु लागिरहेको छौँ। अब आज हाम्रो चेस्टको हाम्रो सुरुवात चाहिँ बटरफ्लाईबाट गरिरहेको छौँ। बटरफ्लाई हाम्रो सुरुवात हो, बटरफ्लाई भ्याइसक्यो। मेरो एक सेट छ, त्यो साथीले हानिरहेको छ। त्यसपछि हाम्रो यसको पालि यसको मैले नाम थाहा भएन कि ल हेर्नु सक्नुहुन्छ। जिममा केही पनि नाच्न झ्याप्प अहिले सबै आउँछ। त्यसपछि चाहिँ रमाइलो हुन्छ जिम बनाइरहेको। सब तामिलबाट मान्छे बुझ्नु त बुझ्नु, त्यो पनि रमाइलो हुन्छ। आज यार लास्टै दौ बस्छ यार, जिम बनाउनु लागि पनि यार 3-4 दिन ग्याप भएर चाहिँ त्यही भएर दौ बस्छ यार। यहाँ त गऱ्यो केही माथि यस्तो 4 दिन 5 दिन डिफ्रेन्ट भयो नि त, त्यही भएर होइन फुल्न त्यस्तो अरू फुलेर टेस्ट पाइसकेन देखेको छ है। पहिलादेखि राखेको त राम्रो गर्दै गयो भइहाल्छ। अझै बिस्तारै बिस्तारै अझै गर्दैछु, पहिला 1 महिना पनि भएको छैन। ल गाइस हामीले फाइनल्ली भ्याइसक्यौँ जिम। हाम्रो चेस्ट आज वर्कआउट भ्याइसक्यो। भोलि अब हाम्रो पाइसक्यो, पर्सि बिहान भयो। अब यस्तरी नै बनाउने क्या बडीहरू चाहिँ, जस्तै बडी अब बनाएपछि अनि बल्ल हुन्छ। अझै बनाउँदैछौँ बडी, टेन्सन नगर्नुहोस्। त्यो क्रिस्टियानो रोनाल्डोको बडी, उसको नामै बिर्सेँ कि मैले, हाम्रो साइडको बडी। अनि हो रोनीको बिहान त अब माथिपट्टि मात्रै किन अहिले अब हामी सिडी झर्न लाग्छौँ। सिडीको पनि अहिले त फाइदा छ, लेकको दिन भन्छ त्यो बेला बहुत गाह्रो हुन्छ। हावा यो मौसम, अहिले त मौसम क्या दामी भइरहेको मौसम। अब गइन्छ रुममा गरिन्छ, मैले गरिन्छ फेरि गइन्छ ड्युटीमा। यसो प्रोटिन खाना पर्यो, यसो जब हामी फेरि रुममा आयौँ। अब यसो रुममा जान्छौँ, यसो रेस्ट गर्छौँ, मैले गर्छौँ। फेरि अब होटल लागि जान्छौँ, यसो गएर खानासाना खान्छौँ। खाना नखाइकन आएको हो अघि हेर्ने, त्यही त नि। अब रुम पनि आइसक्यो। ल तपाईँलाई फेरि होटलमा गएर देखाउँला है। हेर्नु सक्नुहुन्छ आज हाम्रो होटलमा, हाम्रो होटलमा आइरहेको छ। यहाँ हाम्रो मास्टरको स्वागत हुन लागिरहेको छ। चापड बनाउनु भएको भएर हाम्रो साडुले माला माला के भन्न चाहनुहुन्छ तपाईँले? तपाईँले के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ? यहाँ भन्दैछु ल ट्याक्कै यहाँ ऊ चापड बनाउनु भएको भएर हम्किने कमेन्ट भइरहेको छ। ल हाम्रो यो सेफ सर उहाँ सेफ उहाँहरूको यो ट्याक्क लगाएर उहाँ के भन्न चाहनुहुन्छ? उहाँ हाम्रो इन्डियनहरू कपडा मगाएको ल है हजुर सर आइसक्नु पर्छ कपडा लिएर। हाम्रो कपडा होइन माल ट्याक्क आइसक्नु पर्छ। ल के भन्न चाहनुहुन्छ उहाँ? ट्याक्क लगाएर ल है ल ड्याङ लगाएर ल है ल यतापट्टि ल है ल ल ल ल ल
हेरसँग सामसँग गरौँ मान्छे अन्यसम्म त अर्को मान्छे हाम्रो यस आइसक्यो हो सही हो ये सभाजी का हमारा खगेन्द्र जी फुल मार्नको लागि खै अलिकति के भइरहेको थियो उहाँ हाम्रो जगेश्वर आमा पारा ओ यस्तो डढ्यो यार अल्फम यार नामका अध्यक्षज्यू जगेज्यू यहाँ टेका लाएर सुरुमै हल्ला नगरा यो चाहिँ गुवाहाटी भयो यो केही काम नलागी भएको थियो र यसले काम नगर्दा बेलामा यसलाई यस्तो बनाएको छ है हाम्रो हेर सक्नुहुन्छ चापटलाई यस्तो बनाएको छ काम नलाग्ने चापटलाई उद्घाटन कसकोबाट उद्घाटन हाम्रो यो हो हाम्रो वडा अध्यक्षजी हो हाम्रो मासु त अर्को मान्छे आइराख्नु भएको छ आमा सचिवजी हो हाम्रो फेरि टाइममा हाम्रो यहाँ कुर्सी पनि बनाएर उहाँले चापट जस्तै बनाएर त्यही त हो सही हो ओडा अध्यक्षजी को फुलमाला लगाएर सम्मान गरिराख्नु भएको छ ताली ताली हो ताली हो ताली हाम्रो सम्मान भइसकेको छ हाम्रो वडा अध्यक्ष चल्ला छ हाम्रो अध्यक्षजी हाम्रो आइसक्रिम बिरयानीको ब्लगर सक्यो आजलाई भ्याइयो